आई लभ यू दिदी। किन रिसाएको आई लभ यु तँ पनि भन्नु अङ्कल नमस्ते आन्टीलाई कतिको माया गर्नुहुन्छ अङ्कल? एकदम माया माया गर्छु गर्नुहुन्छ? कति बिहा गरेको? बिहा गरेको भइसक्यो नि 35-40 वर्ष आई लभ यु भन्नुभएको छ कहिले? आई लभ यु भन्छु नि आफ्नो परिवारलाई ल खै आज आन्टीलाई फोन गर, बुढी आई लभ यु भन, उनको रियाक्सन कस्तो हुने रहेछ है त, त्यति गरौँ। अब आजभोलि त नभने होला होइन, बुढी आई लभ यु भन, अनि के अरे उनको रियाक्सन त पनि आई लभ यु भन भन्न उनलाई। उठाएन 1 hour later. कहाँ छ ए त्यसै यहाँ सुन त आई लभ यु ल तँ पनि भन्न त पनि ल भयो ल हेलो सुन न, भन्नु तिमी आफ्नो मम्मी या बाबालाई कसलाई बढी माया गर्छौ? दुईटैलाई। एउटालाई गर्नु पर्यो भने भन न। मम्मी। तिमी? मम्मीलाई। ल र मम्मी आई लभ यु भन्न सक्छौ? सक्छु तर मम्मी ड्याडी इन्डिया हुनुहुन्छ। फोन छैन हामीसँग। मम्मीको नम्बर याद छैन। यस्तो हुन्छ काई? झूठ पे झूठ बोलती जा रही है, शर्म नहीं आती? जिस दिन से मिली है उस दिन तक झूठ पे झूठ बोलती जा रही है। म त फोन गर्ने मेरो मम्मी रियाक्सन कस्तो हुने रहेछ कि मम्मीको तिम्रो? दिदीलाई गरौ? मन पर्यो सेरे? ए मन पर्यो को मन पर्यो? म मेरो दिदीलाई गरेर मेरो दिदीलाई भन्न आई लभ यु। ल ल ल हेलो दिदी, म यशोदा। आई लभ यु दिदी। दाइ हजुर भाउजूलाई माया गर्नुहुन्छ कि नै? गर्छु नि माया किन नगर्ने कहिले आई लभ यु भन्नु भएको छ? भन्छु आई लभ पनि भन्छु माया गर्छु सबै गर्छु नि किन त्यसो गर्नु न, नगर्ने ल आज भाउजूलाई फोन गर्नु, अनि बुढी के छ कहाँ छ भन्नु, अनि टक्क बुढी आई लभ यु भन्नु होइन, अनि भाउजूको रियाक्सन कस्तो आउने रहेछ क्या, उसले रिप्लाई के दिने रहेछ त्यो गर्नु है त। हुन्छ हुन्छ ल गर्नु कल। हेलो कहाँ हो ए किन रिसाएको भने के गर्दैछ कता हो के हो भने आई लभ यु भनेको के भने ए ल ल ल ल ओके ल सेम टु यु होइन, लभ यु टु भन्नु। लभ यु टु ल ल ए कहाँ रिस